नमस्ते दर्शकबिन, मैले पार्ट 1 र पार्ट 2 मा भारत पुगेको घटना अनि 7 दिनको क्लासको बारेमा भनिसकेको छु। मलाई मेरो दाइ अनि फेसबुकका साथीहरूले भाइ मलाई पार्ट 1 पार्ट 2 भन्दा पनि एउटै भिडियोमा स्पष्ट तरिकाले भनिदिनु पर्यो के हो भनेको कारणले गर्दा म एउटै भिडियोमा तपाईहरुलाई प्रश्न पार्न चाहन्छु। तपाईहरुले अहिले मेरो भिडियो हेरिराख्नु भएको छ भने एकदम ध्यान दिएर सुन्नुहोला। भारतमा जति पनि कपडाको कम्पनीहरू 7 दिनको क्लास अनि ठुल्ठुला भरमहरू देखाइन्छ भने तपाईहरुले रिजेक्ट गरिदिनु होला। सक्नुहुन्छ भने चाहिँ आफ्नै देशमा केही न केही गर्नुहोस् अनि सकिदैन हैन इन्डिया आउनुपर्छ भारतमा आउनुपर्छ भन्ने हुन्छ। अब कसैको आवकको घरमा आए हेर्नुस्, अब कसैको बाध्यता हुन्छ नआइ नहुने बाध्यता भएका मान्छेहरू त्यस्तो गलत कामतिर नफस्नु हुन मेरो विनम्र अनुरोध छ। तपाईहरुलाई विभिन्न जालहरू गरेर षड्यन्त्र गरेर तपाईहरुलाई त्यो ठाउँसम्म पुर्याउँछन् थाहा छ। तपाईहरु मेरो यो भिडियो हेर्दै हुनुहुन्छ भने सचेत हुनुहोला। मेरो यो भिडियोले तपाईहरुलाई प्रश्न पार्दिनेछ कि भारतमा यस्तो यस्तो कम्पनीहरू रहेछन्। मेरो एकजना भाइले भिडियो बनाएको थियो, हो रहेछ यथार्थ रहेछ भन्नुहुनेछ तपाईहरुले, मलाई थाहा छ। म काठमाडौँ बस्दै आएको थिएँ। मैले आफन्तीको विश्वासमा आफन्तीका कुराले ठुल्ठुला सपना देखेर म भारत आएँ अनि पटना बिहारमा पुगेँ। त्यहाँ कम्पनीको नाममा नेपालीहरूले सञ्चालन गरेको त्यो जालमा पुगेँ अनि त्यसपछि त्यहाँ 7 दिनसम्मको क्लास हुन्छ। अब तपाईँ पास हुनुभयो, हाम्रो नियम अनुसार तपाईँ 2 लाख रुपियाँ जम्मा गर्नुपर्छ भन्छन्। अनि त्यसपछि मैले 2 लाख भन्ने बित्तिकै उनीहरूलाई मैले प्रश्न गरेँ, मसँग 2 लाख भए म यहाँ आउने थिइनँ अनि काम खोज्नलाई आएका मान्छे, काम गर्न आएका मान्छे 2 लाख हुन्थ्यो भने नेपालमै केही न केही बिजनेस गर्ने थिए। मैले सजिलै भने उनीहरूले भने लगानी अनुसारको पैसा पाइन्छ, तपाईले जति लगानी गर्नुहुन्छ त्यति पैसा पाउनुहुन्छ भन्छन् उनीहरूले। 7 दिनको सजा। मेरो मनमा अनेक प्रश्नहरू आउँछन्। अरे यार यति सजिलै करोडौं कमाइन्छ, बोलै विदेशमा गएर दुःख गर्ने रहेछ मुल्क दुनियाँले भन्ने लाग्छ क्या। एकछिनसम्म उनीहरूका कुरा सुनियो भने, उनीहरूका कुरा सम्झिने हो भने हो कि क्या हो। हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले त बोलै नाटक गर्ने रहेछन्, बोलै गया रहेछन्, थापा रहन्छन् भन्ने जस्तो लाग्छ। तर यथार्थमा त्यो गलत हो लाग्छ। एकछिनसम्म त हो कि क्या हो भन्ने लाग्छ। 7 दिनको साझा। मेरो मनमा एउटा यो प्रश्न पनि उठेको थियो, यति सजिलै करोडौं कमाइने भए हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू परदेशको त्यो तातो घाममा गएर आफ्नो रगत पसिना बगाउनु त रहर होइन होला नि त भन्ने जस्तो लाग्छ क्या मलाई। यो प्रश्न उठ्छ। अनि मैले साझा गएँ अनि मेरो आफन्तीहरूलाई, मेरो फारुला भिनाजुलाई कन्ट्याक्ट गरेँ अनि कन्ट्याक्ट गरिसकेपछि उहाँहरूले भन्नुभयो त्यो कम्पनी होइन, झुट हो, त्यो कम्पनीमा नगरेर तिमी आजै त्यहाँबाट नेपाल फर्क्यौ भन्नुहुन्छ। अनि मैले भने हुन्छ भिनाजु, हुन्छ म फर्किन्छु नेपाल भन्ने कुरा गर्छु उहाँहरूसँग। तर मेरो पीडा व्यथा अर्कै हुन्छ क्या। अब आफ्नो पीडा कसैलाई पनि सुनाउन सकिँदैन हेर्नुहोस्। अनि सुनाएपछि सबैजनाले हो कि क्या हो भन्ने जस्तो गर्ने अनि पछाडि लात हान्ने गर्छन्। त्यो भए कारणले गर्दा आइज भनिसकेपछि अब नेपाल फर्किने हो क्या, मुख देखाइन फर्किने हो। हेर्नुहोस् आयो 7-8 दिनमै इन्डिया गया थियो, फर्कियो फलाना हो छोरो। नेपाल फर्किने हो क्या, मुख लिन फर्किने हो क्या भन्ने हुन् गाउँ समाजले, क्या सोच्ने हुन् साथीभाइले। यस्तै प्रश्नले मेरो दिमाग पुरा गइसकेको हुन्छ हेर्नुहोस्। अनि त्यति बेलै मैले नेपालमा छँदा मेरो साथीहरूले दाइहरूले गुवा भनेको सुनेको थिए। गुवा समुद्रले भरिपूर्ण छ, घुम्नलाई एकदम राम्रो ठाउँ छ भन्नुहुन्थ्यो। त्यही आधारमा मैले गुवा जाने निर्णय गरेँ। तर मसँग गुवा जानलाई पैसा थिएन। मसँग न त पैसा थियो, न राम्रोसँग हिन्दी आउँथ्यो, न इङ्ग्लिस आउँथ्यो। अनि अब अर्काको ठाउँ मार्ने हुन् कि भन्ने डर लागिराखेको थियो। अनि त्यो ठाउँबाट कसरी निस्किने भन्ने डर लागिराखेको थियो। तर पनि मैले त्यो ठाउँबाट निस्किने निर्णय गरिसकेको थिएँ अनि त्यो ठाउँबाट निस्के। त्यस पछाडिका समस्याहरू म अर्को भिडियोमा भन्नेछु। यो भिडियो सक्दो सेयर गरेर अरूलाई पनि ठगी हुनबाट बचाउनु होला। धन्यवाद।